छोरी लाफाको वेलकम छ मेरो मिनी भ्लगमा। आज चाहिँ मेरो मिनी भ्लग चाहिँ घाँस काट्न जान लागेको है। म चाहिँ स्टार्ट हुँदैछ मेरो मिनी भ्लग घाँस काट्न जान लागेको। म चाहिँ घर आएको थिएँ, बर्खा लाग्यो गाउँतिर चाहिँ देख्न सक्नुहुन्छ। यस्तो धुरी लागिसक्यो, आली काल्ला गर्ने पनि भइसक्यो। हामी चाहिँ घाँस काट्न जान लागेको मम्मी र म बिहान बिहान। फाइनली हामी चाहिँ बारीमा आइपुग्यौँ। हाम्रो बारीमा चाहिँ हामीले तिल लगाएको छौँ, देख्न सक्नुहुन्छ। यस्तो राम्रो भएको छ हाम्रो तिल। कानीमै हो घाँस काट्ने? मम्मीले चाहिँ उता काट्न लाउनु भएको छ, म चाहिँ यतातिर देख्न सक्नुहुन्छ घाँस। फेरि एआई भन्नु होला नि, फेरि होइन नि रियल हो नि। गाउँ गएर फेरि नक्कल पार्ने त्यहाँ भन्न पाइनँ नि, साँच्ची हो नि। फेरि म त काम गर्छु नि त्यस्तो भन्नु मिल्दैन ल। घाँस काट्न लाग्यो, यस्तै घाँसको काट्ने त्यो ढाका लिएर आएको सानो। मम्मीले चाहिँ मकै काट्न लाग्नु भएको छ। मैले चाहिँ यही गोरुलाई ढाकामा लगिदिने भनेर यही सानो मसिनो घाँस, बर्खामा खासै घाँस हुन्न, यसै मसिनो घाँस यो भुइँको काट्नुपर्ने। खासै पलाएको छैन, त्यही भएर यही घाँस काटेर लैजाने है गाइस। घाँस पलाएको छैन कि पानी नआएर हल्का, यो मात्रै सानो चाहिँ यही लग्ने हो जाने हो। मम्मी चाहिँ बाख्रालाई मकै काट्नु भएको, म चाहिँ यो मसिनो घाँस काट्नु, त्यही भएर ढाका लिएर आएको, बुझ्यौ नि। घाँस काटेर सक्यौँ, हामी चाहिँ अब घर जान लागेको ल है। जानलाइमा अब चाहिँ हामी घाँसको भारी। हामी चाहिँ घर आइपुग्यौँ, मम्मी चाहिँ अगाडि हिँड्नु भएको छ, म चाहिँ पछाडि हिँडिरहेको छु भनौँ। आजलाई यति नै भिडियो, सबैजनाले माया र सपोर्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।